नमस्कार साथीहरू। तपाईँहरू पनि यदि लोकल कुखुरा पाल्ने सोचमा हुनुहुन्छ, सोचिराख्नु भएको छ अब लोकल कुखुरा पाल्नु पर्यो भनेर भने पक्कै पनि तपाईँहरूको लागि यो भिडियो केही जानकारीमूलक हुनसक्छ। र तपाईँहरूले पहिलेदेखि नै पालिराख्नु भएको छ भने पनि तपाईँहरूले नथाहा पाएका कुनै कुराहरू जानकारी हुनसक्छ। त्यस कारणले गर्दा केही बेर यो भिडियो हेरेर जानकारी आदान प्रदान तपाईँहरूले जानकारीको के अरे तपाईँहरूले थाहा पाएको कुराहरू कमेन्ट मार्फत र मैले थाहा पाएको कुरा पनि तपाईँले लिन सक्नुहुन्छ। हेर्नुहोस्, यसरी मैले अहिलेको नयाँ डिजाइनको खोर मैले तयार पारेको छु। लोकल कुखुरा चाहिँ तपाईँको रुखमा बस्ने जात भएकोले एउटा जङ्गली नै भनौँ न, जङ्गली नै प्रजाति भएकोले माथि माथि बस्नु रुचाउँछ र यो प्रकारको बनाएको छु। र हावा चाहिँ को लागि, भेन्टिलेसनको लागि चाहिँ एकदमै मैले वरिपरि यसरी बाँसको नै प्रयोग गरेको छु। बाँसको यो टाटी, यसमा चाहिँ तपाईँको यो जुन सुलीबाट निस्किने आल्मोनिया ग्यास चाहिँ सहजै रूपमा बाहिर उडेर जाओस् भनेर हो। र बाहिर पनि भित्र पनि तपाईँको चाहिँ भुस प्रयोग गरेको छु। र भुस चाहिँ चिसो हुनु दिनु हुँदैन रहेछ। यदि चिसो भयो भने चाहिँ कुखुरामा पखाला लाग्ने र त्यसैबाट चाहिँ सङ्क्रमण सुरु भएर अन्य कुखुराहरूमा नि लाग्ने, र यो पनि एकदमै डेन्जरै रहेछ। त्यस कारणले गर्दा भुस चाहिँ समय समयमा थपिराख्ने र 12-15 दिन 2 हप्तामा चाहिँ यसलाई चेन्ज गर्नुपर्दो रहेछ। र यसरी सक्नुहुन्छ भने तपाईँले एउटा थर्मोमिटर चाहिँ राख्नु होला। 30 दिनसम्म चाहिँ तपाईँले 30 डिग्री नै राखेको राम्रो चल्लालाई। यदि हेचरीबाट निकालेको चल्ला हो भने चाहिँ तपाईँले तापक्रम मेन्टेन गर्नुपर्ने हुन्छ, 30-32 डिग्रीसम्म राखेको राम्रो। र त्यस पछाडि चाहिँ तपाईँलाई बल्ब बाल्नु चाहिँ पर्दैन। त्यही पनि तपाईँको ठाउँको मौसम चाहिँ 21 देखि 28 डिग्रीसम्म भएको राम्रो है। 21 देखि तल पनि आएको खासै नराम्रो, र 28 देखि माथि पनि खासै अब कुखुरालाई अब किनकि यिनीहरूको फेदर, यिनीहरूको प्वाँख चाहिँ पलाइसकेको छ र यिनीहरूको प्वाँखले त्योभन्दा माथिको तापक्रम चाहिँ अलिक गर्मी मान्छ। अनि कम पनि आयो भने, 21भन्दा तल आयो भने जाडो मान्छ। एकै ठाउँमा पोको परेर एकले अर्कालाई थिचेर मार्ने सम्भावना हुन्छ। त्यस कारणले गर्दा यो कुरालाई ध्यान दिनु होला। दबाई पानी र औषधि चाहिँ तपाईँको यसको लागि पनि के छ भने, अब रानीखेत र गम्बाहरूको त छुटाउनै भएन। त्यसपछि 1.5 महिनामा जुकाको अनि फलफक्सको पनि लाउनुपर्छ। यसको लागि चाहिँ अब तपाईँले आफ्नै विधिबाट अलिकति जानकारी लिएर गरेको राम्रो। तपाईँको नजिकैको भेटनेरी पसलमा कुन औषधि राम्रो छ, उहाँहरूले चलाएको तपाईँहरूको ठाउँअनुसार कुनले काम गरिरहेको छ त्यो गरेको राम्रो भने। यसमा अन्य कुराहरू त अब तपाईँहरूले परम्परागत रूपमा पालि नै राख्नुभएको होला। कुखुराको धेरैवटा रोग सम्बन्धी त तपाईँहरूलाई जानकारी नै होला। अब अन्य रोगहरू भनेको चाहिँ अब त्यस्तो खास अहिलेसम्म चाहिँ मेरो खोरमा देखा परेको छैन। र अलिकति तपाईँहरूले चाहिँ कुन हिसाबले पाल्दै हुनुहुन्छ, यदि पालिराख्नु भएको छ भने कमेन्ट गर्नु होला। मेरो चाहिँ खोर यस्तो छ। फ्री रेन्ज पाल्ने हो भने अब वरिपरि बार लगाएर होइन, अब अहिलेको विभिन्न प्रकारको बारहरू, जालीहरू, नेटहरू उपलब्ध छ बजारमा। जुनसुकै सामान प्रयोग गरेर बनाउँदा पनि तपाईँहरूलाई कुन सहज हुन्छ तपाईँहरूको ठाउँअनुसार त्यही गर्दा हुन्छ। र यत्रो कुखुरा चाहिँ अब बाहिर छोड्नु पनि सेफ्टी होइन, किनकि विभिन्न जङ्गली जनावरहरूदेखि लिएर छिमेकीको बालीनाली बिगारिदिने हुन्छ। त्यसले गर्दा यसरी कोठामै राम्रो हो। र यदि तपाईँहरूसँग ठाउँ छ, वरिपरि घेराबारा लाउन सक्नुहुन्छ भने चाहिँ फ्री रेन्ज अझै उत्तम हो। मासुको लागि पनि फ्री रेन्जमा पालेको कुखुराहरूले चाहिँ तपाईँहरूलाई एकदमै मासुमा टेस्ट आउने गर्छ र बिक्री गर्दा पनि एकदमै सहज हुन्छ। यसरी बन्द कोठामा पालेको पनि मासुमा टेस्ट नआउने भन्ने त्यो कुरा होइन। त्यसमा यसरी मैले चाहिँ घाँसपातहरू पनि दिएर र अन्य लोकल चारोहरू पनि दिएर मेन्टेन गर्दैछु। बोसोको मात्रा ज्यादा भयो भने चाहिँ लोकल कुखुरामा त्यति खास टेस्ट आउँदैन। यसरी विकासे चारोले चाहिँ बोसोको मात्रालाई बढाउने हुँदा त्यसलाई चाहिँ तपाईँहरूले अन्य चारोहरू दिएर मेन्टेन गर्नुपर्ने हुन्छ। अब यस्तै छ लोकल कुखुरा सम्बन्धी मैले बुझेको जानकारीहरू चाहिँ। र तपाईँहरूलाई के कस्तो जानकारीहरू चाहिन्छ त्यसको लागि कमेन्ट गर्नुहोला। त्यो जानकारी म तपाईँहरूलाई दिने नै छु। अहिलेसम्म चाहिँ मैले 200वटा पालेको, त्यस्तो कुनै प्रकारको रोगहरू चाहिँ देखा परेको छैन। एउटामा चाहिँ भिटामिन ईको कमीले गर्दा ऊ अलिकति थोरै
यत्रो धेरैवटा पाल्दा कुनैमा प्रेसर कुनैमा सुगर अब त्यस्तै हो देखा पर्नु भनेको सामान्य कुरा मानिन्छ एउटा दुइटामा र अरूमा पनि सर्ने खालको सङ्क्रमण लाग्यो भने चाहिँ तपाईँहरूलाई समयमै सचेत हुनुपर्छ। त्यसको लागि चाहिँ डक्टरबाट नै परामर्श लिनुपर्ने हुन्छ। तपाईँहरूको ठाउँअनुसार यसको मेन रोगहरूको लागि चाहिँ तपाईँहरू आउने यसको सुलीहरू चेक जाँच गरिराख्ने, सुली सधैँभन्दा अलिकति फरक आयो भने त्यसको लागि पूर्ण रूपले जानकारी लिने गर्नुपर्छ। मेन चाहिँ यसको सुली हो। अनि अर्को कुरा अब चारो खाएको छ कि छैन वा झोक्रारै मात्र बसिरहेको छ, ऊ अलिकति अरूभन्दा फरक अस्वस्थ छ भने चाहिँ तपाईँले समयमै त्यो रोगको पहिचान गरेर त्यसको निराकरण गरिहाल्नुपर्ने हुन्छ है, नत्र खतरा हुन्छ। लोकल कुखुरा भनेको चाहिँ तपाईँको हुन त अरू ब्रोइलरहरूभन्दा इम्युनिटी पावर एकदमै राम्रो भएको, एकदमै स्वस्थ, एकदमै चञ्चले स्वभावको, खेल्ने कुद्ने टाइपको हुन्छ। तर यदि तपाईँहरूलाई त्यस्तो सङ्क्रमण सुरु भइहाल्यो, सर्वरोग आइहाल्यो भने चाहिँ तपाईँहरूलाई गाह्रो हुन्छ, किनकि हामीलाई धेरै खर्च भइसकेको हुन्छ लोकल कुखुरामा र कुनै पनि एउटा साधारण सङ्क्रमणले पनि तपाईँहरूको 20% खोरको चाहिँ अब मृत्युदर बढाइदिन सक्छ। त्यस कारणले गर्दा यो कुरामा विशेष ध्यान दिनुपर्छ। यदि पाल्ने सोचमा हुनुहुन्छ भने तपाईँले आफ्नो मेहनत चाहिँ खोरमा आएर निगरानी गरिराख्नुपर्ने हुन्छ आफ्नो कुखुराहरूमा। प्रत्येक कुखुराहरूमा के कस्तो छ, उसको स्वभाव कस्तो छ र भोलिको दिनमा कस्तो हुन्छ त्यो तपाईँले चिनिराख्नुपर्ने हुन्छ र तपाईँको मेहनत नै हो यसमा चाहिँ। त्यस कारणले गर्दा पालेको छु भनेर दिनमा 3 टाइममा आउने, त्यो चारो पानी दिने जाने गर्नु चाहिँ तपाईँहरूलाई त्यो राम्रो बुद्धिमानी काम होइन। त्यस कारणले गर्दा एकदम बुद्धिमानी काम गर्न चाहनुहुन्छ भने आउने, बस्ने, निगरानी गर्ने, प्रत्येक कुखुराहरूमा के कस्तो कुराहरू छ, के कस्तो लक्षणहरू छ त्यो चाहिँ जानकारी लिइराख्नुपर्ने हुन्छ भन्दै आजको भिडियो यही कुरामा चाहिँ तपाईँहरूलाई जानकारी दिएँ। र तपाईँहरूले के कसरी पाल्दै हुनुहुन्छ, कस्तो खालको खोर बनाउनु भएको छ कमेन्ट गर्नुहोला। यदि नयाँ प्रविधि छ भने हामी आदान प्रदान गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा तपाईँहरू यदि विदेशमै हुनुहुन्छ भने पनि विदेशमा अब म धेरै वर्ष बसेँ, विदेश नेपाल के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ लोकल कुखुरा पालनबाट चाहिँ एकदमै राम्रो छ अहिले नेपालमा। यसको बजार डिमान्डदेखि लिएर चाहिँ तपाईँहरूले बिचौलालाई नहालिकन आफै कटिङ गरेर आफै ग्राहकलाई बेचेर गर्नुभयो भने एकदमै राम्रो छ। यसमा नाफामूलक नै देख्छु म चाहिँ, मेरो अनुभवले त्यही भन्छ, त्यत्रो घाटा छैन। त्यस कारणले गर्दा तपाईँहरूले पनि सोच बनाउन सक्नुहुन्छ। अन्य तपाईँहरूलाई जानकारी चाहिन्छ भने कमेन्ट गर्नुहोला। तपाईँहरूको जानकारी कमेन्ट हेरेर म तपाईँहरूको समस्याको जानकारी दिने प्रयास गर्छु। आजलाई भने यति नै हुन्छ, बाँकी अर्को भिडियोमा भेटौँला। हस् त, बाई बाई। र अन्त्यमा लाइक गर्नु चाहिँ नबिर्सिनु होला है साथीहरू।